Hello, welcome to my blog. आज चाहिँ मिति 2082 साल सकिएर चाहिँ एज ए न्यु इयर नयाँ वर्ष 2083 सालको वैशाख 1 गतेको दिन चाहिँ म यो ब्लग रेकर्ड गर्दैछु। अहिले चाहिँ म बिहानै यहाँनिर बाख्रा निकालेर खेतमा आएको छु घर अगाडि। यो हाम्रो गाई गाई पनि अलिकति ब्लगमा इन्ट्रेस्टिङ भिडियो हेर्दैछ। टिच्छ टिच्छ राम्रो छ राम्रो छ। यसलाई बनाइदिएको अहिले चाहिँ म आफ्नै घर अगाडि छु र आज बसिरहेको थिएँ चाहिँ मेरो ड्युटी पनि अफ हो। र यो बिहानको टाइममा चाहिँ म यहाँनिर के लिन आएको छु भन्दाखेरि चाहिँ यो एउटा दबाई, यो चाहिँ एउटा मेडिसिन हो। कस्तो मेडिसिन भन्नुहुन्छ भने यो चाहिँ आयुर्वेदिकमा पर्छ। यो चाहिँ घोटाप्रे भन्छ यसलाई। प्राय यो हाम्रो यो अब साउथ एसियामा प्राय सबैतिर पाइन्छ जस्तो लाग्छ है मलाई। यस्तो हुन्छ यसको बताइयो घोटाप्रे। यो चाहिँ अब धेरै कुरामा काम दिन्छ। अब यसको धेरै के कुरामा काम दिन्छ भन्ने चाहिँ मलाई पनि थाहा छैन। तर यो चाहिँ अब ग्यास्ट्रिकहरू हुँदाखेरि खाने होइन, अनि गर्मीहरू उठ्यो भने जिउमा पिसाबहरू पोलो भने यसको टक्क होइन यसले टिपेर चाहिँ यसको झोल बनाउने, अनि झोल बनाएर चाहिँ सट्टै पिउने। 1 गिलास झ्याप्प खाएपछि तपाईँको जिउ एकदम ठन्डा आराम हुन्छ, पिसाबहरू पोलेको पनि आराम हुने त्यो हुँदो रहेछ। अनि म पनि बिहान प्रायः अब होइन भ्याएको बेलामा बिहानै उठेर यो टक्क टिपेर मिक्सरमा सर्र घोलेर चाहिँ अनि 1 गिलास बनाएर खाने गर्छु प्रायः म है। यसले राम्रो पनि गरिरहेछ। अनि दिउँसो कता कता गइन्छ ओरिन्छ होइन, अनि यताउति गइन्छ, गर्मीहरू उठ्छ है घाममा काम गर्दाखेरि। अनि यो दबाई बनाएर खाने टक्क चिसो पानीमा 1 गिलास बिहान दिउँसो जतिखेर खाए पनि हुन्छ। त्यस्तै यति खानुपर्छ भन्ने त्यस्तो रेस्ट्रिक्सन छैन। तर अब कति चाहिँ ग्यास भन्ने मान्छेले चाहिँ बिहान खानु भनेर भन्छ। यो चाहिँ हेर्नु यस्तरी हुन्छ है, एकदम खेततिर हुन्छ यो होइन, अलि टाढा ठाउँमा नै हुन्छ। अनि यस्तो पत्ताहरू यसो टिप्ने यसको, अनि पत्ताहरू चट्ट लगाएर धोएर चाहिँ तपाईँले झोल बनाएर खाँदा हुन्छ। अलिक बर्खा मौसम भएपछि पाउनु गाह्रो हुन्छ। यतिखेर पनि मजाले पाउँछ, किनभने यो खेत धान काटेको जुन हुन्छ नि त्यो ठाउँतिर मस्त उम्रेको हुन्छ, मकै बारीतिर पनि। अनि प्लस तपाईँले यसमा चाहिँ अब दुबो पनि एड गर्न सक्नुभयो, दुबो हाल्ने है, त्यसले पनि राम्रो हुन्छ। यो चाहिँ मेरो आफ्नै आयुर्वेदिक छ, यो चाहिँ यस्तै छ है। अनि आजको दिनमा अब नयाँ वर्षको दिन आज घरमै बस्ने निर्णय गरियो। ड्युटी पनि अब आज नजाने निर्णय गरियो। घरमै बस्ने, मोबाइल यसो गेमसेम खेल्ने हो भने यताउति नुहाइधुवाइ गर्ने। आज नयाँ वर्षको दिन अब के चाहिँ छ त, घुम्न जानु पनि कहीँ अब त्यस्तो केही छैन। सबैतिर अब तेलको क्राइसिस छ अरे, अनि काम नपरेर ननिस्किनु भन्दैछन्। अब ठिकै छ, अब हामीसँग त है तेल हाल्ने चिज पनि छैन। हामीले हाल्ने भनेको खाने तेल मात्रै हो, त्यो पनि सब्जीमा। केही छैन। नयाँ सालको सबैलाई शुभकामना छ। स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्, खुसी रहनुहोस्, मानसिक तनावबाट मुक्त हुनुहोस्। ल, बाई, see you in the next vlog. Thank you everyone.